आय नवदुर्गा भगवती शुक्रं शशिवर्धनं चतुर्भुजं वक्रतुण्डं वक्नं ध्याय सर्वकामार्थ सिद्धय सबै कामको सिद्धि होस् मनले चिताएको होस् रोग वेद कष्टवेद सबै नष्ट हुन् रोग वेदहरू सुखी रहे जिन्दगीमा कहिल्यै दुखी नभए नआमी होइन त दर्शन कोटा गइन्थ्यो पञ्चल काटेको हेरेर फर्केर घर आइन्थ्यो आउँदाखेरि पाउँथ्यो मामा कहाँ पसिन्थ्यो खाना खाइन्थ्यो आइन्थ्यो अहिले त्यस्तो रमाइलो छैन होइन बा अहिले पञ्चलै छैन केही छैन अब यहाँ त अब मामाका छोराहरू मामा त दुई भाइ हुन् दुई भाइ अब मामा छोराहरू छन् बेलबाग छन् अब ससुराली साला हुन् गडे गर्छन् जान सकिन्न भने अब यस्तै हो उमेरले सबै कुरा छोटो 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 गरेर आउँदै आयो अब आखिरी बगरमा जाने होला कहिले हो थाहा छैन। अहिले बुवा कति वर्षको हुनु ठ्याक्कै 88 वर्ष हुनु होइन त्यही पनि तपाईँ त यताउति हिँड्ने ओर्ने जे होस् तपाईँ त तगडै हुनुहुन्छ बाटो झाप्ने सक्दिन हिँड्न अथवा यताउता यहाँ नजिक नजिक हिँड्छु। तपाईँलाई अरू सुगर के अरे बिपीको बाहेक अरू दबाई त खानुहुन्न बिमार भएबाट अरू ज्वरो भएर खान्छु रुवा लागेको न त त्यही बिपीको मात्रै 87 वर्षको हुनु बिपीको बाहेक अरू औषधि खान पर्यो 87 नै 28 माथिको वैशाखबाट 88 जान्छ 79 यहाँ लाग्छ 79 वर्ष के भने अब कोटो गइन्थ्यो राँबाट काटेको हेरिन्थ्यो त्यहाँबाट आइन्थ्यो बाउँथोक आएर चिया नास्ता पानी खाइन्थ्यो त्यहाँबाट घरमा आइन्थ्यो घर आएर खाना खाइन्थ्यो त्यही गरिन्थ्यो अरू के गर्ने घाँस दाउरो त्यो जुन काट्ने मान्छे हुन्छ नि बोलिदिने त्यो मान्छे भोकै बसेर हो कति दिन 9 दिनसम्म दुध फलफुल खाने अथवा बेलुका त भात खान्थे क्या बेलुका के खान्थे मन्दिरको कुरा झुटा बोल्नु भएन तर 9 दिनसम्म भने 9 दिनका दिन त खड्क निकाल्छन् नि पुरै राँपाठा सकिन्जेरी उभिने हो पहिला है पछि त जात्रे भयो भने खड्क देवताहरू राख्ने बेग्लै गराएको काटो त्यहाँ राखेर उभिने त्यहाँ पहिला सबै घुम्ने घुमेर त्यहाँ त्यहाँ लगेर राख्ने पाडा काट्ने बोका काट्ने सब एउटैले गर्थे होइन पाठा काट्ने अलग्गै नजिकै उत्तातिर बेग्लै काट्ने धुपबत्ती गर्ने अलग्गै फेरि परिया काट्ने अर्कै परिया धेरै जस्तो अत्यन्त उडाइनलाई परिया काट्ने नि हुन्छ परियाका टाउका हेरी हुन्थे लगभग 5 डाला 1 डाला भन्दा धेरै अनि त्यो बोका राँगाका टाउका के हाल्थे बा राँगाका टाउका पहिला त्यही बजाउनेलाई दिन्थे पहिला सुरुमा ढोली कमाउने कामी त्यसैलाई दिन्थे पैसा लिन्थे पहिला अघि पछि त्यहाँ कोट बनाउँदा गर्दा यताउता मिस्त्री ज्याला ढुङ्गा बोकाए खर्च बढी भयो त्यहाँ दिन छोडेर तिनको पनि पैसा उठाउनु थाले राँगाका टाउकाको नि राँगाका टाउका नि त्यहाँ तिनी मुडको बोकाका मुड भयो पैसा बोका त आफ्नो बोका आफै लान्थे त्यसै लान्थे पैसा दिएर लान्थे बोकाका ठुलो काटिया बोका मनको त छोड्थे त्यो त लान्थे कि ढाड त्यो त सबै लान्थे टाउका पनि लग्यो भने पैसा दिएर लान्थे एउटै मान्छेले काट्थे कि कति 2 जना बस्थ्यो होला नि पालै पालो के काट्न पालो त काट्थे कहिले आउँछ हात चिप्लिन्छन् त्यत्रा राँगा छिनिन्छन् फेरि के छ जसले छिनो नि त्यसलाई फेता बाँधिदिने फेताको महिमा छैन फेता बाँधिदिन्छन् पैसा नि दिन्छन् तर त्यसको हुन्न हात हान्यो राखिदिने हो इनाम त 1000 रुपियाँ 2000 5000 इनाम दिने जसले जसको छ नि त्यो पञ्चल हो त्यही मान्छेले दिन्थ्यो औधी दिने होइन 2-3 चोट लाउँथे किन झुक्किएर कता कतिको 2 चोट यसो अलिकति रवन लाउँछ नत्र लाउने चट्ट हो
जति ठुला भयो जति च्वाट्ट पारो चाँडा त्यो पञ्च लाने मान्छे त खुसी भयो नि च्वाट्ट चाहिँ पार्दा भर्ती भयो तरबालका नानी त्यही जे काट्यो छ त्यसैका उठ्मै चोराउनु चोराको त्यही बुझ्दिनु पहिला पहिला हेर पछि त हेर्दैन पछि तिमीले हेरिन ल अब खाना तल नपकाएन नपकाए त हुन्छ नि भात याममा भात पकाएर खानु त तपाईँ त पहिल्यै देऊ राम्रै भात पकाएर खानु बाको बाले नटिहाट्ने बाले कति सालमा बिहा गर्नु भयो मेरो 13 सालमा आउनु 2013 साल 2013 साल फागुन 18 गते 19 गते होरी पूर्णिमा हो बिहामा जाँदाखेरि मलाई पुरै रुजा थियो छेपेर पत्रिकाले जताततै लोटाहरू पनि गनेकी आउना बिहा गर्नु भयो आउन आउना आमा कति वर्ष हुनुहुन्छ आमा 10 वर्ष तपाईँ गएपछि त त्यही पनि अब यहाँ जानु 19 वर्षको हो कतै 19 गर्न कतै 25-30 वर्ष भन्थे त्यति रोड ढाँट्ने त्यो दुईटा डोला हालेर बोक्नेले घरबाट यस्तो मुन्तिर ठुलो बाटा बस ओह्राली हो कले पराउनी कले गरिदिएको भए मामाले जेठा मामाले अन्त उहाँलाई उहीँ जानु कहाँ आएको कि कहाँ बाहुन त गर्नु कति टाढो थियो अलिकति टाढा लगभग 2 घन्टा बाटो 2 घन्टा बाटो गुवाघाट जहाँ खोलाएर चन्द्रकोट जानलाई 2 घन्टा त्यही माथि डाँडा आइदियो कोट चन्द्रकोटको कोट थियो आमाले बालेन त भाग्नु त भाग्नु होइन भाग्नु त कति भागिन् बेला भाग्दैन त्यति लिगे केटी अगाडि जहाँ थिएनन् भुक्लेर घर आएपछि भागेर जानु कि नै साँच्चै ल्याउँदै गर्नु साँच्चै न किन साँचामा भगुवा पानी ल्याउनु गयो गाउरी उहीँ जहाँ उहीँ छोड्ने डोको मेरो गीत दिन गर्नु पर्दैन त्यहाँ गीत मैले गरौँ भन्नु अब अब चाहिएन मेरो गीत दिन के गर्छ त्यहाँबाट फेरि कति दिन पछि जानु त ल्याउन कहिले त पछि जान्थ्यो के अरे बाटामा भेट्टाएर बाटेर फर्काउन आउने चियापटमा लतारेर भाइ लिम्न आउने जान्थ्यो भेट्टाउनै सक्दैन थियो दुगुरीको दुगुरी त्यस्ता पौताले कुरा नि के खिचेको हो त त्यही भएर आमालाई बस्नै मन लाग्नु त काम गर्नु पर्ने नि त काम अब माइचाङ गर्नु पर्थ्यो त्यही 9 वर्ष केटीबारी आमा नभए कोटी ठाउला न दाइ टिठाउला न भाइ टिठाउला न दिदी टिठाउली न बहिनी टिठाउली एकाल काटे मौलालाई कोटी ठाउने हो जे हराए त गर्नु पर्यो कि जामका खाना आएको के छ बुहारी तिनी हिँडेर भित्र भात रोटी खिची खाना दिएन यो त जापान हुन्छ बा सबैले खराल भयो भने त यहाँ पुरै खिची हो यहाँ त्यही भएर राजेश आउँछ अनि आएनन् गएका छन् राजेशले पहिला आफ्नो घर टिका लगाएर के टिका लगाउनु जामा भात खान पहिला बाउको हातबाट गुडाएर होला नि त गाउँमा जानु